गर्दै बाबु फेरि आरखोलाको पनि त्यही आएछ सुकनाको पनि त्यही आएछ अनि हाम्रो बाबाको त्यही चुनबाङको त्यही फेरि इरिबाङ बागमाराको त्यही राङकोटेको त्यही त्यो मेला अब भयो त्यहाँ सुरु के कुरा गर्ने र बाबु ठुलो बाङमा मान्छे नचिन्दैन फेरि त्यहाँबाट टोरुनी पनि पछि आएको आँखा पनि लगाने फेरि टोरुनै त्यहाँबाट कोहीले ट्याप बजाउने बाबु फेरि ट्याप बजाउने त्यहाँबाट अब पहिलाको जमाना अब पहिलाको भिडियोमा बनाएको जो मान्छेले ट्याप बोक्यो जो मान्छेले ट्याप बजायो अब त्यसको पछिलाई नि त्यसले मन पराउँछ अब त्यस्तै जसले ट्याप ल्यायो त्यही टोरी ल्याउने यस्तै लाग्ने गोलो भइकन नाच्ने एकदम छम नाच्ने अब फेरि नाच्ने त्यहाँबाट फेरि 20-22 हाट हान्ने बाबु फेरि लट्ठीले कराप आडम गरम लट्ठी आयो लट्ठी चाहिँ डायो बनाएको छ त्यहाँबाट लट्ठी खेल्ने त्यहाँबाट अब ती बगालहरू सबै ड्याममै परिकन सम्भइकन बजारको मेला बरेला बाबु त्यहाँबाट कोहीका लफडा भयो जाग्रा भयो भने त फेरि बाबु फेरि गाउँको बाबु अहिले त कोही झगडा भयो नि के भयो नि एक दुईजनाको हुन्छ बाबु 7 एउटाले पऱ्यो भने अर्को भाग जान्छन् अहिले त अब हेर गर्छन् बरु हाँस्ने बरु भिडियो बनाउन लाग्छन् बाबु अहिलेको त पहिला त यस्तो थिएन पहिला त एकताले पऱ्यो भने पुरै गाउँ उठ्थ्यो बाबु पुरै गाउँ उठ्ने त्यहाँबाट फेरि जोलेटा मारो जोलेटा खाट बाँच्ने हो कि खुट्टा बाँच्ने डमा फुट्ने हो कि माडल फुट्ने हो कि झेल्ने पैसा त ट्याप फुट्ने हो कि तरुनीहरू बागा मान्छेहरू कसले मेला त त्यो मेला बाबु त्यहाँबाट फेरि जसले छिटो अब हार्यो भने त फेरि बाघलाई नै त भने त्यहाँ मारल चाहिँ नि अब त फेरि सबै बाघ जाने अब फेरि जित्यो भने त फेरि अर्को दिन फेरि अब यस्तो भयो भने अब पहिला जमाना मोबाइल थिएन अब मोबाइल भयो अब यस्तो भयो भने फोन गर्ने त्यहाँबाट चिठी ल्याउने बाबु यो ठाउँमा आएछ गाबेछ भावना चाहिँ त्यही कुरा मिलाउँला भनिकन चिठी पत्र लेख्ने हुन्थ्यो बाबु अनि त्यस्तो हुन्थ्यो बाबु अब पहिला त्यस्तो लडाइँ गर्दा पहिला पुरै गाउँले साथ दिन्थे अहिले त जो पर्यो जो मर्यो मतलब बरु भिडियो बनाउन लाग्छन् पहिला त एकजुट एकरूपता भइकन पुरै गाउँ उठ्थ्यो बाबु एकरूपताको जमाना थियो क्या बाबु पहिला त्यस्तो खालको जमाना थियो अहिले त जो मर्यो हेरेको हेरी हो बाबु गरेको दाइ भाइ किन्नु होस् तँले कि पुटे भने मार्यो भने के भयो भन्ला त्यहाँबाट उसकी कुरा गरिकन उल्टे मारल्छ बाबु अहिले त जमाना अहिले एकदमै नाजुक छ अहिले त गाह्रो छ बच्नलाई हो जे गरे आफ्नै छातीले गर्ने जमाना छ आजकल त अनि मेलामा त त्यस्तो हुन्थ्यो बाबु है पहिला त्यसपछि तरुनीहरूले फेरि रुमाल फेस्किन त्यहाँबाट फेरि त्यो टरुलहरू राखेको ती टरुल देन्थे त्यहाँबाट रुमालभित्र फेरि त्यो टरुल देन्थे त्यहाँबाट त्यो रुमालभित्र टरुल हुन्थ्यो टरुल देन्थे त्यहाँबाट टरुल हाम्रो खान्थ्यौँ है फेरि त्यो त्यसलाई उही कपडा राम्रो खुन्ने त्यो जाँगी लायो बाबु त्यहाँबाट टरुल खान्थ्यौँ टरुल खाइकन फेरि 5 रुपियाँको जेरी किनिदिकन ती रुमालमा राखिदिकन फेरि दिन्थ्यौँ बाबु त्यस्तो हुन्थ्यो नि अहिले त
गाह्रो छ। जो पर्यो त्यो मर्यो भन्ने जमाना छ बाबु। हुन्छ बाबु, अलिकति सर्टकटमै भने त्यही पनि लामो भयो। अर्को भिडियोमा आम्ला, अहिले चाहिँ जाम्ला। ओके बाई।